गङ्गुला अहिलेसम्म कतिजनाले गरेछ भन्दै सो भन एन्सरमा आजलाई दाइ कम्तीमा पनि 10 जनाले त गरेको होला हौ माई के चोदो मामो तेरा बहन के चोदो महावीर तिम्रो बडी काउन्ट कति हो क्या बोलूं मैं इस पे क्या बोलूं क्या मैं इस पे केपी ओलीको बुढीको नाम के हो बिरला प्रसाई 7 करोड़ भाई आपका नॉलेज तो कमाल का है भाई कहा केपी ओलीको बुढीको नाम दुर्गा प्रसाद ल राइट एन्सर हो र के राइट चट चुप ये तो लेटेस्ट न्यूज़ है यसको बाबाको नाम गेस गर हैन केपी ओली तिमी भ्रष्ट छौ प्रचण्डे केपी ओली कहाँबाट नाम आयो जति पायो ल बिरला प्रसाई 7 करोड़ ये भी मेरी गलती है नहीं भाई मेरी गलती है नहीं मेरी गलती है नहीं बाबा नहीं मेरी गलती है यार माई के चोदो मामो तेरा बहन के चोदो तो लाइट बाल्दा साला कालो देखिन्छ यार के भएको हौ केटी कालो भने ब्ल्याक ब्युटी केटा कालो भयो साला हफ्सी यार गजब बेइज्जती है ट्याप ट्याप भन्नु ल ट्याप 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 नाकको दाढी भाँचिने गरी ट्याप ट्याप गरिदिनु भन्न होइन होला के अरे तपाईको लाइफको कुरा पहिला मसँग डिसिजन लिन अनि त्यहाँ मात्र म्युट गर्नु यार गङ्गु छेत्री मलाई दिनु पैसा त्यसको कारण त फेमस छ हजुर प्यारी समझ गई पठान फिल्म खेल्ने हिरोको नाम के हो ल भन छिटो जल्दी छिटो एन्सर के ये तो लेटेस्ट न्यूज़ है पुष्पा फिल्मको हिरोइनको नाम के हो भन ल श्रीवल्ली हेलो हेलो सो हेलो गाइज स्वागत छ तपाईहरुलाई मेरो नयाँ भिडियोमा हैन अहिले तपाईहरु सन्चै हुन्छ होला हैन आज चाहिँ के अरे च्यालेन्ज नम्बर 7 हो हैन च्यालेन्ज नम्बर 6 आज अपलोड गरेको थिएँ मैले अब आजको च्यालेन्ज चाहिँ के छ भने अब ठग गेसहरु गर्ने छ क्या अब जस्तो अब अस्तितिर के अरे गेम खेलेर गेस गर्ने थियो आज भनेको अब के अरे डाइरेक्ट यत्रो लाइट बाल्दा साला कालो देखिन्छ यार के भएको हौ जे गर्दा नि सेतो जे गर्दा नि सेतो देखिँदैन यार हो र ए न लकी ए कालो ब्युटी भन्न ब्ल्याक ब्युटी नभन यार ए के अरे के भने केटी कालो भने ब्ल्याक ब्युटी केटा कालो भयो साला हफ्सी यार केटा कालो भयो भने हफ्सी केटी कालो भयो भने ब्ल्याक ब्युटी भयो साला गाई झन् आज सोनिया बस्ने र साम्यो आएन भने त्यसको पैसा ढुस्सा हुन्छ ए मैले त ल गाई जब के अरे यहाँ मल्टी उयसमा आउँ ल के अरे मल्टी लाइभमा आउँ ल कलमा जोइन हुन्छ साथी कसरी जोइन गर्छ तिमीलाई म क्वेसन सोध्छु होइन लाइभमै होइन गाई आज चाहिँ के अरे क्वेसन सोधेर होइन अब उनीहरूले राइट एन्सर दियो भने ठ्याक्कै त्यहीँनिर उयो पैसा दिने भनेर अलिकति मैले राखेको छु क्या ठिक छ कहाँ गयो फेरि ढक्क ढक्क गर्ने लाइका सोनिया बस्ने मेरो फेक आइडी हो राख होइन त्यही आइडीबाट आउनु पर्यो भाइ होइन दाइ च्याटबाटै हौ होइन हौ यार यहाँ आउनु पर्यो नि त यार यहाँबाट आउनु पर्यो नि त अब त्यहाँ त को हुन्छ नि त यार चिन्दैन त बुझ न ल यहाँ माथि कलमा कहाँबाट निकाल्छ यहाँ माथि मलाई आउँदै गाइड लाइभ चलाउनै आउँदैन मलाई यार खोइ कसरी बोलाउँछ हौ यहाँनिर मान्ने त यहाँ कलमा आइस् नि त्यस्तो कल कहाँबाट निकाल्छ यहाँनिर ठुलो धेरैवटा आउँछ नि हौ एक्सपान्ड ए यसरी खोइ यहाँ कसरी आउँछ यहाँ मान्छेहरू आइज केटा हौ यहाँ आउँछ यहाँनिर माथि कसरी आउँछ हेरौँ सुरु गरौँ त ल माथि आऊ केटा होइन माथि आऊ होइन यहाँ के अरे 1 2 3 4 5जना आऊ त माथि बोल्दै गाली दिन्छ ल ट्याप 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 गाइज लाइभ ल गाइज लाइभमा आउनु माथि आउनु गाइज म तपाईँहरूलाई क्वेसन सोध्छु होइन क्वेसन सोधेर पैसा दिन्छु है चिन्ता नगर तिमीले पो लाउनु पर्छ त कसरी लाउनु पर्छ कसरी लाउँछौ कसरी लाउँछ कोही कुशल राई माथि ए यहाँबाट एक्सेप्ट चाहिँ गर्नुपर्छ आफै अटोमेटिकली आउने गर्ने हुँदैन ल हेलो हल्लो हल्लो त्यहाँ हुन्छ गर त ल दाइ 18 वर्षभन्दा मुनिले मिल्दैन क्या ला 18 भन्दा मुनि गएर बच्चाहरू के यार क्या ल गाइज होइन अब हामी चाहिँ लाइभ स्टार्ट गर्छौँ है 3 मिनट यति बुझिसकेछ है अलिकति चेन्ज गरौँ ल ल ल ल ल गाइज कहाँ गयो फेरि बोल्न खोइ कहाँ बोल्न यति मान्छे चाहिएको थियो ल गाइज हामीले हेर्ने मान्छे 9 जना मात्रै छ होइन लाइभ अलिकति लाइभ बढाउँ कति अरे ल
कति 3000 लाइक पुगेपछि मात्र अब हामी यो उयो सुरु गर्छौँ ल गेम सोन दाइ लास्ट ह्यान्डसम मलाई ह्यान्डसम भन्न छ तिमीले के बिग्रिन्छ निखिलदाइको अनुहारमा ओइ मेरो अनुहार ट्याप ट्याप चिने गरी ट्याप ट्याप दिनु होला सबैजनाले भनेकोले नाकको दाढी भाँचिने गरी ट्याप ट्याप गरिदिनु भन्न पैसा आउँछ भने भन्नुला गाइस के अब मैले पैसा पाउने हो नि त मेरो पैसा जाने पो हो त माछालाई यार अनि गयो भने पनि के छ त के अरे एउटा राइट एन्सर भन्दाखेरि कति रुपियाँ दिउँ गेम चाहिँ के हो भाइ म क्वेसन सोध्छु होइन तपाईँले एन्सर भन्नुपर्ने हो क्या अब निखिल दाइले अर्को पालि बर्चकको जरामा लुकाउनु पैसा कहाँ हो त्यो त्यो बर्चकको ठ्याक्कै त्यो गोल घर जाने बाटो छैन त्यहाँ यसो मेरो आफन्तहरूको घर थियो लुकाइदिन कि 1000 रुपियाँ जति म आउँछु यो मान्छेहरुलाई इन्भाइट गर्नुभयो भने लाइभमा मान्छे कोही पनि आउँदैन यतिकै बोलेको रहेछ भनेर च्यालेन्जमा कहिले पनि कसैले इन्भाइट गर्दैन हो तपाईले लाइभ बस्नै आउँदैन रहेछ नबस्नु भोलिदेखि जोतको मान्छेले ल्याएर बोलाउनु चाहिँ आउँछ यो लाइभमा गफ गरेको भन्दैन तिमीलाई झन् आउँदैन रहेछ धेरै भयो भने पो आउँछ भाइ आग लगादी हुन्छ हैन हट साला यो के यहाँ चाहिँ मेरो अनुहार ल्याउनु मिल्दैन यहाँ ठुलोमा है च्यालेन्ज स्टार्ट भन्नु दाइ च्यालेन्ज हैन यहाँ जुन अहिले तेरो त्यहाँ ठुलो अनुहार छ नि हैन त्यहाँ मेरो अनुहार हाल्नु मिल्दैन के कसो मेरो अनुहारमा तेरो ठुलो देखेछ नि तेरो मेरो अनुहार ल्याउनु मिल्दैन मेरो घाटी काटेर दिनु तँलाई श्रिङ गरे अनि यसरी हैन क्या के हो ड्र एन्ड गेस भनेको के मनी गाइस सिकाउन हो यार सिकाउन हो चलाउन आउँदैन हो यार बच्चा हो हामी यहाँ थिच्ने खोइ अघि भर्खर कहाँ निकाएको थियो यार यसो गरौ ल गाइस गेम स्टार्ट गर्नु बेटा ल गाइस म आज सिक्ने वस्तु चाहिँ तेरो गेमको ल के अरे 3000 लाइक बनाऊ केटा गाइस हैन अनि 3000 लाइक बनाएपछि हामी स्टार्ट गर्छौँ है उयो के अरे लाइभ पनि गर्नु मैले मात्रै गरिरहेको छु हान्दा हामीलाई दुखिसक्यो ए लाइक गर नि यार सुरु गरौ भाइजी दाजु भाइ तथा दिदी सबैले ट्याप ट्याप गरिदिनु होला ल गाइस हैन अब के अरे उयो 3000 लाइक पाउने थियो ल म पेन र कपी निकाले हैन अब जसले एउटा राइट एन्सर भन्छ हैन त्यो मान्छेले पैसा जित्छ कम्तीमा एउटा राइट एन्सर भन्दाखेरि 10 रुपैयाँ जित्छ ल धेरैवटा सोध्छु नि त हौ के अरे तपाईको लाइभको कुरा पहिला मसँग डिसिजन लिन अनि त्यहाँ मात्र म्युट गर्नु यार एउटा क्वेशनहरु म सोध्छु हैन के क्वेशन जस्तो अब लाइक गरिदिनु त पक्न यार यो क्वेशन सोध्छु हैन धेरैवटा क्वेशन सोध्छु जसले सुरुमा एन्सर भन्छ त्यो मान्छेले पैसा दिन्छ के अब 10 के क्वेशन त के क्वेशन यहाँ लेखेको छ नि त क्वेशनहरु हो यार यो जो पनि जान्दछ जो पनि जान्दछ भन के अरे यिनीहरु सबजना च्याट जीपीटी हेरेर भन्छन् अहिलेको काण्ड कसको फेमस भइरहेछ गङ्गु छेत्री मलाई दिनु पैसा त्यसको काण्ड फेमस छ हजुर त्यस्तरी फेमस हुनु भन्दा त बरु नि भन्नु गङ्गुलाई कति है माने गङ्गुलाई अहिलेसम्म कतिजनाले गरेछ भन्दै सो भन एन्सरमा असले दाइ कम्तीमा पनि 10 जनाले त गरेको होला हौ हामीमा एउटा चुप यहाँ छोरी मान्छे छ पुग्यो 3000 लाइक सरी ओ चुप यहाँ छोरी मान्छे छ यहाँ ल अब गाइज अब सिरियस कुरा गरौँ है ल 3000 लाइक पुग्यो भने ल गाइज हैन अब हामी चाहिँ लाइभ स्टार्ट गरेको फुल प्रोफेसनली हिसाबले है ल अब म क्वेसन सोध्छु है गाइज है ल माथि कसरी आउँछ सिङ्गापुर एसएफ ल केस 07 आयो अरु को आउँदैछ सिङ्गापुर पनि आयो ल ठीक छ ल 1 2 3 4 5 ल गाइज 5 जना जोइन हुनुभयो हैन हाम्रो लाइभमा है अब हामी 5 जना क्वेसन सोध्छु जसले राइट एन्सर भयो त्यो मान्छेले पैसा पाउँछ ल भयो गेम स्टार्ट गरौँ हुन्छ ल सोधे ल मैले सोधे है ल ल गाइज गेस गरौँ हैन पठान फिल्म खेल्ने हिरोको नाम के हो ल भन छिटो जसले छिटो एन्सर गर्छ त्यसले के
शाहरुख खान कसले भन्नु सिग्मा बोय अब यहाँ कसले भन्नुहुन्थ्यो यार अब कसरी यो सिग्मा बोय भनेको सिग्मा बोय म यहाँ रेफ्री बसिरहेको छु ए ल रेफ्री हाम्रो सुजन मान्या छ है ल ठीक छ कसले भन्नु अरे सिग्मा बोय राइट मामामी कुशल राई कि सिग्मा बोय हो सिग्मा बोय हो ल गाइस सिग्मा बोयले फर्स्ट राउन्ड जित्नु भएको छ सिग्मा बोयले 10 रुपैयाँ जित्नु भएको छ है ल गाइस अब अरु क्वेशन सोध्दैछु है म ल ठीक छ सबजना रेडी हो खोइ त रेडी भन्न यार रेडी ल गाइस हैन के अरे उयो धुम 2 फिल्म फिल्मको हिरोको नाम के हो धुम 2 ल गाइस छिटो गाइस त्यहाँ हेरे कस्तो आवाज आउँछ धुम 2 को हिरो छिटो भन कसले भन्छ भन ल छिटो धुम 2 अब टाइमर राख्नु पर्छ क्या ऋतिक रोशन नेपाली इंग्लिश हो ए नेपाली कि हिन्दी इंग्लिश सबै ऋतिक रोशन हैन कुन भनेको ऋतिक रोशन हैन ए ऋतिक रोशनै हो त है नाइनहरु कसले भन्नु सर कसले भन्नु मैले नेपाली कि हिन्दी पनि भन्नु नि मैले भनेको मैले ल कुशल सिग्मा बोयले हो ओए फेरि मैले भनेको ऋतिक रोशन बुझेर भन कसले भन्नु मैले ओ कसले यार अब मैले भनेको मैले कुशल राईले गाइस कुशल राईले जितेको छ हैन 10 रुपैयाँ है के अरे धुम 2 को फिल्म भनेर ल राइट आन्सर भन्नुपर्छ गाइस अब टाइमर स्टार्ट हुन्छ ल अब पखै म टाइमर भन्छु TIMER टाइमर राख्छु ल अब के भन्छ ल कहाँ टाइमर सेट गर्छ टाइमर 15 सेकेन्ड राख 15 सेकेन्ड कि 10 सेकेन्ड हो 15 हो 10 क्वेशन चाहिँ अलिक बुझ्दै गरेर भन न हिन्दीको हो कि नेपालीको हो कुन हो नि अलिक मजाले सोध्न क्वेशन चाहिँ ल एउटा के अरे पुष्पा फिल्मको हिरोइनको नाम के हो भन ल टाइमर स्टार्ट हुन्छ अब श्रीवल्ली रश्मिका मन्दाना ओ श्रीवल्ली भन्ने माछा लाग्यो के अरे रश्मिका मन्दाना कसले भनेको सिग्मा बोयले जितेछ गाइस फेरि 10 रुपैयाँ सेकेन्ड राउन्ड सिग्मा बोयले जितेछ खेल्ने त श्रीवल्ली थियो हैन एकको श्रीवल्ली थाहा छैन मलाई जे एन्सर लेखेछ त्यही भन्नु अर्को ल बस यो 3 राउन्ड थियो है अब के सोधौँ भने नि नेपाली फिल्मको पनि सोधौँ ल गाइस नेपाली फिल्मको ल ठीक छ भयो ल नेपाली फिल्ममा 3टा हिरो छ त्यो फिल्मको हैन त्यो 3टा हिरोको नाम भन्नुपर्ने हामी 3 भाइको नाम हामी 3 भाइ फिल्मको हिरोहरुको नाम भन्न छिटो ल इका टाइम स्टार्ट भयो श्री कृष्ण अनि राजेश हमाल निखिल प्रेती श्री कृष्ण अनि सक्यो एक जना भन्ने हो त यार मैले भनेको थिए सुरुमा सोनियाले भन्नुभएको छैन है कुशल भाइले भनेको है लास्टमा 1 सेकेन्डमा ठ्याक्कै 3 जनाको नाम भएछ के देखा है अब यसो गरौँ न एक जनाको नाम गर्दै भनौँ न ल जस्तो म एउटा क्वेसन कुशललाई सोध्छु के अरे कुशलले भर्खर जितेको छ 10 रुपैयाँ अब यो क्वेसन हिसाबले गरौँ ल एक-एकवटा क्वेसन ल ठीक छ अब यो क्वेसन सोनिया राईले सोनियाको लागि यो क्वेसन ल ठीक छ भयो ल यो क्वेसन 10 सेकेन्ड छ तिमीसँग पखै कुन फिल्म छ एउटा ल दुल्हन ले जाएगी को हिरोको नाम के हो टाइमर स्टार्ट भयो दिलवाले दुल्हनिया ले जाएंगे हिन्दी फिल्म इन्डियाको छिटो भन ल के अहिले क्वेसन सोध्छ यार बाबा फेरि सुरु तिम्रो ढिलो गर्यो यार अनि के यार पक्का के सोधौँ भन न यार के हो म यहीँ लेखेको क्वेसनहरू भन्छु ल पक्का 3 इडियटको उयो ठुलो क्यारेक्टर खेल्नेको नाम के हो 3 इडियट फिल्मको हिरोको नाम के हो सोनिया तिमीहरू होइन हौ सोनिया सोधेको यार नभन तिमीहरू नभन न जसलाई सोधेको त्यसलाई मात्र भन न ल होइन त्यो सिङ्गा छोड मैले सोनिया सोधेको फेरि कोही नबोल ल म पाले जान्छु क्या म ल ठिक छ भयो फेरि सोनियाको लागि फेरि एउटा क्वेसन है ल
सोनियाको लागि छ है क्वेसन छ है सोनियाको लागि पकायो फेरि सोनिया भयो क्वेसन रेडी छौ तिमी ल सिंगम फिल्मको हिरोको नाम के हो टाइमर स्टार्ट भयो सिंगम फिल्मको हिरोको नाम गुगल गर गुगल 5 4 3 2 1 सक्यो पास अजय देवगन के पास गरेर हुन्छ त्यस्तो पास गरेर हुन्छ पास हुँदैन ल गयो सोनियाको टाइम गयो है अब अर्को पाली सिंगा बोय छ यहाँनिर ल सिंगा बोय रेडी ल तिम्रो बडी काउन्ट कति हो छैन यसो राजनीतिक कुराहरू पनि सोध न नेपालको बारेमा त्यो फिल्मको के राजनीति छोड के बिलको बुढीको नाम भन के हो ल गाइस जसले एन्सर भन्छ ल भन ल के बिलको बुढीको नाम के हो बोनस एन्सर छिप्पाइले नसोध्नु न हौ हैन केपी ओलीको बुढीको नाम प्रचण्ड बिदारे भन्दै दुर्गा प्रसाद के अरे दुर्गा प्रसाद के बोलेको बुढीको नाम दुर्गा प्रसाद ल राइट एन्सर अरे के राइट चुप ल भ यो क्वेसन के अरे सिंगा बोयको लागि ल ठीक छ के ल भयो म सोधेँ सिंगा बोय ओ सिंगा बोय ल रेडी अब क्वेसन अलिकति घुमाएर भन्छु ल तिम्रो लागि 15 सेकेन्ड छ है यहाँ 15 सेकेन्ड छ ल ल टाइमर बढाएको छु मैले क्वेसन पनि अलिकति घुमाएको छ ल कुन फिल्ममा हैन सलमान खान रेसलर थियो फाइट ल हाने मैले टाइमर स्टार्ट हो सलमान खान अब उयो कुस्ती खेल्दै क्या त्यो WWE जस्तै सुल्तान ल ठिक छ राइट एन्सर खेल्छ त रेस्लिङ खेल्दैन यहाँ त कुस्ती खेल्छ रेस्लिङ खेल्दैन छोड न ल सुल्तान ल के अरे सिंगा बोयको 10 रुपैयाँ आयो सिंगा बोयको 10 रुपैयाँ आयो ल सुसन माने पनि खेल्छिस् कि मलाई नसोध्नु मेरो पाली ल मेरो पाली ल के अरे कुशल राईको पाली है ल कुशल राईको पाली है ल ठिक छ ताली ल म क्वेसन सोध्छु अलिक घुमाएको क्वेसन छ तिमीलाई पनि 15 सेकेन्ड है ल यो कुन फिल्म हो जुनमा एउटा गाना छ अपना टाइम आएगा तू नंगा ही तो आया है क्या घंटा लेके जाएगा अपना टाइम आएगा यो गाना कुन फिल्मको हो ल टाइमर स्टार्ट भयो अपना टाइम आएगा ठीक छ छिटो अपना टाइम आएगा 10 9 अपना टाइम आएगा नि होला 8 7 भएन 6 5 आमा फिल्म 4 3 2 1 गयो घन्टी बज्यो भनौँ के हो गल्ली बोय हिन्दी फिल्म त हेर्दिन म हो ल ठिक छ अर्को यो लाइभ बिन्ड गर्नु के हो अर्को के हो अलिकति के अर्कै निसमा सोधौँ अर्कै निसमा तपाईँको गर्लफ्रेन्ड अर्कै निसमा भन्दैछु मासु त ध्यान हेर्नु अलिक कमेडी क्वेसन सोध्नु नि त के कस्तो सोध्नु सुशान्त दादा थाहा छ म त फोटो देखेँ भने मात्र हो भाइ देखेको छु नि छैन आज यो गेम के हो दाइ के अरे हजुर अब के सोध्नु यार क्वेसन सोध्नु सबै भनिदिन्छ ल फेरि मेरो बाबाको नाम के हो सबै भन्छ ल यसको बाबाको नाम गेस गर हैन सबैलाई 20 रुपैयाँ ल एकैछिन ल जसले भन पखाइछु त नभन जति गेस गर जति हामी 99 भन्छौँ तिमीले नाम मात्र भन ल केपी ओली तिमी भ्रष्ट भन नाम गेस गर कोही छैन नि लाइभ जति नाम छ नि जतिवटा नाम भन न एक-एकवटा नाम भन्दै जाऊ न हैन राम हैन राम हरि गोपाल श्याम जे नाम भन जे नाम प्रचण्डे हैन ल ल फर्स्ट लेटर भयो ल मैले कालु खारा यसैमा गेस गर्दिन छोड्दिन गेस गर होइन ल म फर्स्ट लेटर भन्छु ल नामको अब नामको लास्ट लेटर एम हो फर्स्ट लेटर फर्स्ट लेटर हैन लास्ट लेटर फर्स्ट लेटर त म पनि चुज गरिहाल्छु नि लास्ट लेटर त्यतिकै पैसा पाउँछु एम हो लास्ट लेटर अनि बिचमा हैन
भन गाइस भन गेस गर पछाडिको नम्बर गेस गरिसक्यो अब अगाडि छोरे बाँकी गेस गरेर बाँकी केपी ओली कहाँबाट नाम आयो त्यस्तो भ्रष्टाचारी नसम्झने तिमी मेरो भ्लगलाई अलिक खतरा बनाउँछौ क्या कमेडी बनाउँछौ तिमी ल भन नाम गेस गर ल होइन श्याम होइन अरू नाम गेस गर होइन अरू ल भ होइन अरू के ल म नाम भने ल ए के अरे फर्स्ट रामुजी भन्दैछ यार फेरि फर्स्ट लेटर डी बाट छ ल गाइस यो लास्ट क्वेसन डी बाट फर्स्ट लेटर मेरो बुढीको बाबाको नाम फर्स्ट लेटर डी बाट उठेछ गेस गर्नेले 20 रुपैयाँ पायो ल मार फ्याल्छु अरे म ल होइन छिटो ल गाइस अब ठ्याक्कै 1 मिनेटमा भन्नु पर्यो है 1 मिनेट बढी टाइम देख्छ 1 मिनेटको टाइम लाग्नु म दानेश देन होइन 1 मिनेट हुन आँट्यो है छिटो सिंगापुर जितो दिलकुमार फुल नाम भनेकै छैन फुल नाम भनिदिनु सिंगापुर जितो नाम दिल्ली ठीक छ सिंगापुरको खातामा 20 रुपैयाँ आयो ल ठीक छ दिल्ली यस्तो एकचोटि 10 रुपैयाँ दिन गरिब हुनु न तपाईँ अचम्म यस्तो गेम हुँदैन है कति भयो 10 20 30 40 50 60 70 त भयो आज कति रुपैयाँ कमाउनु भयो 0 अनि भयो गाइस यो गेम उयो जित्नु भयो सिंगापुरले ल अब अरू क्वेसन के सोध्नु भन्नु अब केही नगरे लाइक ल अब लास्ट भनेको हैन मेरो क्वेशन बाँकी छ एउटा सक्यो तिम्रो छोरा जोड्नु अब यहाँ आएर बाबा काम दिल्ली होइन दिल्ली राम हो त्यसले भनेकै छैन अब डी राम गरिब भ्याउ त यार दिल्ली भयो मैले त लास्टको लेटर एम हो भनिदिरहेको छु त फर्स्टको लेटर डी हो लास्ट छोड एउटा अलिक खतरा नाम मेरो बुइनीको नाम के हो कसले भन्छ उसलाई लगाइ मेरो बुढीको बुइनी 3 जना छ कसको नाम सानीको त्यक्का इना थाहा छ सानी दोस्मा एउटा नाम भन त्यो नाम गेस गर्ने हो भन्नु नाम एस बाट उठेको नाम छ एस बाट राम्रो छ नि तेरो बुढीको तेरो उयसको नसोध न हो ए अ त्यस्तो हैन क्वेशन के छ ओइ दा भिडियो पनि मैले कति वर्षमा बे गरेको कुशल राईले मात्र भन्छ यो कुशल राईको लागि हो यो कुशल राई भन ल मेरो बुढीले कति वर्षमा बे गरेको कुशल राईले मात्र भन्छ ल भन 17 है गलत 18 भयो गलत म भनौं सक्यो यो क्वेशन सकिसक्यो यो क्वेशन सक्यो टाइम 15 वर्षमा ल 15 भने थिए त मैले म भन्थे नि सोध्नु पर्दैन लु भन हामीले 2000 कति सालमा बे गरेको लास्ट क्वेशन हो अब सक्यो ल 10 सेकेन्ड 1 2 सुशान्त दाइले जिउँदै सुशान्त दाइले भन्न पाउनु हुन्न 5 6 2024 7 कति महिना कति गर्दै तेरा बाप 2024 मा नेपाली डेट जिरो 5 सेकेन्ड 1 2 2080 3 4 5 सक्यो हो पनि 2065 मा त मै जन्मेको थिइन हो के भने तिमीले ओइ 2080 त 81 यो हो 80 मा गरे हैन 80 मा मैले 80 भने थिए त मिलो ल कति महिना कति गर्ने पनि भन्नु पर्यो गरी भन्छौ त्यो जी यार सुशान्त त भनिदिनु हुन्छ त कति गर्ने मेरो भएको थियो 2080 ल को भर कुशल भाइले फेरि 10 रुपैयाँ आयो लाइट एन्ड भयो सक्यो अब 100 रुपैयाँ भयो 2080 मेरो ल 2080 भयो सक्यो 100 रुपैयाँ भयो सक्यो ल यति नै ल आजलाई यति नै गरौँ ल के गर्छौ पैसा दिनु भयो त ल गाइस अब पैसा दिन्छु है भिडियो यही छ हैन कुशल भाइ मेरो फोन नम्बर टिप हजार मेरो फोन नम्बर टिप WhatsApp चलाउँछौ हैन तिम्रो इसा नम्बर छ कि छ इसा नम्बर ल तिम्रो इसा नम्बर भन त म टिप्छु यहाँ नम्बर भन त 98 97 no ल 97 0 218 44 4 1 यदि हो ल 9702184441 ठीक छ ल गाइस अब म कुशल भाइको उयो पैसा हालिदिइरहेको छु कुशल भाइ जित्नुभएको छ 10 20 50 रुपैयाँ जित्नुभएको छ कुशल भाइले ल
2081 ल कुशल भाइलाई पनि पैसा हाल्दैछु पखल म लाइभ एकछिन यहाँ जान्छु होला कि म यता क्यामेराबाट मेरो भिडियो रेकर्ड भइरहेछ ल ठीक छ लाइभ बन्द गर्दा नि साला यो बोलिरहेछ हो आउँदैरहेछ मेरो पनि आउँदैरहेछ मेरो हेलो 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 चिच्चा कुशल के इसिएममा हाल्दिनु कि तिमीलाई रिचार्ज हाल्दिनु है कुशल भाइ हेलो हेलो कुशल भाइ हेलो हेलो 97021844441 एमाउन्ट 50 रुपैयाँ जितेको छ कुशलले KUSH कुशललाई 50 रुपैयाँ हाल्दिएँ मैले ल ठिक छ ल गाइज होइन मैले यहाँ पैसा हाल्दैछु तपाईँ देख्नु सक्नुहुन्छ डन लेखेको छ होइन ल ठिक छ अब सिग्मा बोय तिम्रो पाली पैसा आयो फाइनली पैसा आयो ल गाइज यहाँ फेरि एकचोटि भयो त गाइज ब्ल्याक एन्ड कपाललाई थ्याङ्क यू भन न ल ठिक छ मलाई ब्ल्याक एन्ड कपाललाई थ्याङ्क यू भन न एकचोटि सिग्मा बोयले पनि सिग्मा बोयले 30 रुपैयाँ पाउँछ भयो सिग्मा तिम्रो नम्बर हो त 9764 9764 875 678 यो तिम्रो नम्बर पख म हाल्दैछु के तिम्रो फोन नम्बरमा हालिदिनु कि इसेमा हालिदिनु 9764875 30 रुपैयाँ गाइस सिग्मा बोयलाई पनि पैसा जाँदैछ ल गाइस सिग्मा बोयलाई पनि पैसा गयो है ल ठिक छ ल सिग्मा बोय आगे आउनु भन त हेलो 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 आगे आउनु पैसा सिग्मा बोय मेरो त आयो हेलो सिग्मा बोय कहाँ हो आयो भइदियो पैसा हेर्दै होला ल ठिक छ अलिक धेरै मान्छे भएको चाहिँ अलिक मजा आउँछ क्या है अलिक अलिक के अरे 2-2वटा 3-3वटा क्वेसन सोधौ अनि फेरि मान्छे चेन्ज गरौ होइन त्यसो है भाइ भोलिदेखि कस्तो हुन्छ अब यस्तो खेलाउँ ल अलिक सजिलो नि हुन्छ है अनि अलिकति के अरे अलिकति तिमीहरूले यस्तो कमेडी एन्सर भन्दाखेरि अलिकति भिडियो भाइरल हुने चान्स पनि हुन्छ क्या यहाँ माइक छ होइन तिम्रो आवाज रेकर्ड भइरहेछ क्या के कसो यो युट्युबमा भोलि आउँछ भिडियो यो युट्युबमा भिडियो बनाउँछु कि म टक्का हाल्दा कस्तो दामी हुन्छ नि के कसो भोलि फेरि यस्तै कमेडी क्वेसनहरू सोधो होइन ठिक छ है सिङ्गा बोयले एन्सर भयो त ल गाइज अब भिडियो एडिट हालेको ल मैले सिङ्गा बोयले अब आउँछ कि आउँदैन थाहा छैन है ल उयो के अरे थ्याङ्क यू ब्ल्याक एन्ड वाइट कपाल भन त हजुर उयो थ्याङ्क यू ब्ल्याक एन्ड वाइट कपाल भन न थ्याङ्क यू ब्ल्याक एन्ड वाइट कपाल ल ठिक छ ल गाइज होइन आजको लागि चाहिँ भिडियो यति नै होइन यो चाहिँ मेरो के अरे क्वेसनहरू सोधेर उयो एन्सर पैसा दिने थियो है कुशल भाइले जित्नु भएको छ 2जना जित्नु भएको छ आज हाम्रो 5जना थियो 5जना 2जना पनि जित्नु भएको छ है राइट एन्सर भनेर भिडियो देख्नु भएको छ तपाईँहरूले ल गाइज अब तपाईँहरू यो भिडियो हेरेर फेरि लाइभमा जोइन हुन्छ आउनुहुन्छ भने तपाईँहरू आउनु सक्नुहुन्छ है तपाईँलाई वेलकम छ ल बाई फेरि भेटौँला अर्को भिडियोमा यस्तै भिडियोको लागि सब्सक्राइब गर्नु होला होइन बाई 40,000 सब्सक्राइबरमा होइन गाइज 40,000 सब्सक्राइबरमा होइन पुरा गाउँलाई मासुको पार्टी छ पुलमा हामीलाई दिनु नभन त्यस्तो यार के भन्छौ छोड भिडियो जिन्दगी गाह्रो छ है भिडियो बनाउँछु म